बसन्तपुर दरबार स्क्वायर घुम्दै गर्दाखेरि हनुमान ढोका संग्रहालयमा हजुरहरूले यो ल्यान्ड रोभर गाडी त पक्कै देख्नुभएको होला। तर के तपाईँहरूलाई थाहा छ, यही गाडीमा चढेको बेला राजा महेन्द्र शाहमाथि बम प्रहार भएको थियो अनि उनीमाथि बम प्रहार गर्ने युवा थिए 18 वर्षका। अझ त्यति बेलासम्म ब्राह्मणलाई मृत्युदण्ड दिनु पाप मानिन्थ्यो, तर उनैलाई मृत्युदण्ड दिनको लागि कानुन समेत संशोधन गरिएको थियो। विक्रम सम्वत 2017 साल पुस 1 गते राजा महेन्द्र शाहले संसद विघटन गरे। प्रधानमन्त्री बीबी कोइरालादेखि मन्त्री सांसदहरूलाई समेत जेलमा हालियो र पञ्चायती निरङ्कुश शासन सुरु गरियो। यो कदमको विरोधमा काङ्ग्रेसले व्यापक देशव्यापी आन्दोलन गर्यो। त्यही आन्दोलनको झिल्कोबाट जन्मिए दुर्गानन्द झा, जसको उमेर थियो मात्र 18 वर्ष। विक्रम सम्वत 2018 माघ 9 गते राजा महेन्द्र झापा र मोरङको भ्रमण सकेर जनकपुरतर्फ जाँदै थिए। पहिलो योजना थियो विमानस्थलमै बम प्रहार गर्ने, तर विमानस्थलमा बम सहित पक्राउ परेपछि राजा महेन्द्रलाई जनकपुरमा बम हानेर मार्ने योजना बनाइएको थियो। राजा महेन्द्र जानकी मन्दिरतर्फ बढ्दै गर्दाखेरि नागरिक अभिनन्दनको क्रममा गाडीको गति सुस्त थियो र त्यही मौका छोडेर 18 वर्षीय दुर्गानन्द झाले महेन्द्र शाह चढेको गाडीमा बम प्रहार गरे। बम विस्फोट भयो र गाडीको पछाडिपट्टिको भागमा क्षति भयो। उक्त बम आक्रमणबाट महेन्द्र शाहको कोट समेत जलेको थियो, तर महेन्द्र शाहलाई भने केही भएन। दुर्गानन्द झा तुरुन्तै भागेर भारत पुगे, तर श्री 5 को सरकारले उनका उमेर समूहका र काङ्ग्रेस निकटहरूलाई धम्माधम समाउँदै कारबाही गर्न थाल्यो। त्यो यातना यति निर्मम र क्रूर थियो कि दुर्गानन्द झाले 6 महिनापछि आत्मसमर्पण गर्न बाध्य भए। त्यति बेला दुर्गानन्द झालाई माफी माग्न भनिएको थियो, तर उनले माफी नमाग्ने बरु मृत्यु स्वीकार गर्ने भनेका थिए। त्यो बेला मुलुकी ऐनमा ब्राह्मणलाई मृत्युदण्ड दिने प्रावधान थिएन, त्यही भएर मुलुकी ऐन सच्याएर उनलाई मृत्युदण्ड दिइएको थियो। अझ दुःखद कुरा त उनलाई मर्नु अगाडि 2 चोटि रुखमा झुन्ड्याउँदै निकाल्दै गरिएको थियो र माफी माग्न भनिएको थियो, तर 18 वर्षे निडर दुर्गानन्द झाले मृत्युको बाटो रोजे। फाँसीपछि उनको शव समेत परिवारलाई दिइएको थिएन, त्यसैले कुशको शव बनाएर दाह संस्कार गरिएको थियो। हजुरहरूमध्ये बसन्तपुर दरबार स्क्वायर घुम्दै गर्दाखेरि यो गाडी देखेर यसको बारेमा जान्न मन थियो होला। यदि हजुरहरूलाई यो भिडियो जानकारीमूलक लाग्यो भने अरूलाई पनि सेयर गर्नुहोला। यस्तै ऐतिहासिक भिडियोहरूको लागि हाम्रो च्यानललाई फलो र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।